Legendary Bruce Lee. अनि बाहिरको पानी एकदमै परिरहेको छ, देख्न सक्नुहुन्छ। टक्कसँगले यहाँनिर चाहिँ मोमो र चटपटे पाउनुलाई कति मजा आउँथ्यो होला। हल्का दार्जिलिङ भाइब क्या, ट्रेन त्यहाँ ठ्याक्क छ त्यो दार्जिलिङको रेल जस्तै। One and only Jackie Chan. यहीँबाट ट्याक्सी चढिरहेको थियो अघिल्लो ब्लगमा पनि, राति यहीँबाट चढ्नु पऱ्यो फेरि। अब ट्याक्सी चढिसकेँ अनि मिटरमा चाहिँ सुरुमै 29 हुँदो रहेछ, 29, अनि त्यसमा एड हुँदै हुँदै जाँदो रहेछ। कति लामो कति डाँडासम्म गएको आफू, त्यही भएर पानी अलिक पऱ्यो क्या, नत्र म हिँडेरै जान्थेँ। हिँडेरै टाइम पास पनि हुन्थ्यो, घुमिन्थ्यो भन्ने प्लान थियो क्या मेरो चाहिँ, एक्सर्साइज पनि भयो भन्दै। ठिकै छ तर कस्तो राम्रो ठाउँ थियो यो, पानी परेर केही छैन। अनि यहाँनिर चाहिँ किन आएको म भन्दाखेरि Legendary Bruce Lee। कस्तो राम्रो देखिन्थ्यो क्या यहाँनिर पछाडि भ्यू, ब्रुस लीको पछाडि। अहिले मैले ट्याक्सी ड्राइभरलाई पनि ब्रुस लीको स्ट्याचु भएको ठाउँमा लग्दैन भन्दै आएको। अनि यो क्या देखिन्थ्यो क्या, अहिले त पहेँलो लागेर यहाँनिरदेखि पछाडि हो कि कतापट्टि एउटा ठुलो माउन्टेन पनि छ, त्यो माउन्टेन नै चढ्ने प्लान थियो खासै कि मेरो। तर अब यस्तोमा के डाउनटाउन यो हङकङै नदेखिने रहेछ, गाह्रो छ हो मलाई। कस्तो सुथिङ अनि शीतल भयो क्या फेरि आज पानी परेकोले गर्दाखेरि। गर्मी पनि छैन हो, पर्फेक्ट। अलिअलि भिज्दै गरिन्छ, फेरि फेरि अब यसरी मौका जुड्छ जुड्दैन थाहा छैन, त्यही भएर अलिअलि भिजिँदै गर्दा केही हुँदैन। ब्रुस लीकै अलिकति यतापट्टि एकजना दिदीकी बहिनीको पनि रहेछ मूर्ति, उहाँ चाहिँ हुनुहुँदो रहेछ डटर अफ हङकङ अनिता मोई अरे, ए डटर अफ हङकङ भनेर चिनिन्छ जस्तो छ उहाँलाई चाहिँ, मैले चाहिँ नाम नसुनेको। अनि यहाँनिर स्टारबक्स रहेछ, कफी खानु पर्यो भनेको 8 बजी मात्र ओपन, अरे 8 बजेकै छैन। पिगी पिगी हल्का हल्का त उग्रिरहेछ। अनि लुक एट दिस म्यान, टक्क बसेर यहाँनिर होइन, अनि कफीहरू अब यताउता पानी राख्ने ठाउँ पनि क्या, अब विथ दिस ब्युटिफुल भ्यू म्यान। यो ठाउँलाई चाहिँ एभिन्यू अफ स्टार्स पनि भन्छ। अनि यहाँनिर चाहिँ को एक्टरको लिङफोन लुङखिम्फाई आई डोन्ट नो के डिटेक्टिभ इन्सपेक्टर वाहरू खेल्ने उसको हातको उयो रहेछ क्या, यहाँ यस्तोहरू बनाएको छ क्या त्यो। अनि यहाँनिर कसको अब इन्ग्रेभ जस्तो के गरेको रहेछ को एक्टरको। राम्रो ठाउँ छ हो यो, पानी परेर पो त, नत्र त रमाइलो ठाउँ छ। अनि 1-2 घन्टा यहाँनिर स्पेन्ड गर्ने खालकै ठाउँ छ क्या, तर पनि मलाई रोकेको छैन घुम्नलाई। अलिअलि भिजिरहेको छु, इट्स ओके। यस्तो राम्रो भ्यू छ नि। अनि यहाँ टक्कसँगले मल पनि रहेछ, केही लाभेन भन्ने, मलाई त होला नि, मलाई त होला बैरी। निकै पो रहेछ त यो, कसको हात छ अब यहाँनिर, को एक्टर अरे ह्यान्डसम एन्ड चार्मिङ से अरे मिस्टर प्याट्रिक से यिन। अब म चाहिँ हिँड्दै हिँड्दै यहाँ परसम्म जान्छु नि, त्यहाँदेखि फेरी लाग्छ, त्यो फेरी चाहिँ यहाँदेखि यता पारीसम्म जान्छ क्या, अनि त्यसमा चढेर जाने हो। लुक एट दिस आइकोनिक प्यानासोनिकको बिल्डिङ। अनि बिहानै भएर होला कुद्नेहरू पनि कुदिरहेछन्, एक्सर्साइज गरिरहेछन्।
के हो पनि यो 但我覺得應該行一陣就得咯，唔使去到最尾。其實我幾 के को क्यारेक्टरहरू होला अर्को स्ट्याचु रहेछ यहाँ चाहिँ मैले सुने अनुसार चाहिँ यो चाहिँ यहाँनिरको फिल्महरू खेल्नेलाई दिने के अवार्ड भनेको सुन्थ्यो हो त दि हङकङ फिल्म अवार्ड्स स्ट्याचु तो दामी छ यार आई एम मिसिङ यु स्यामजी यो ब्रिज हेर्नु कति राम्रो छ स्वाट जाने माथि फुलै फुलको अनि त्यहाँ माथि बस्ने ठाउँ पनि रहेछ क्या म चाहिँ यहाँनिर फेरि लाग्ने ठाउँतिर जाँदैछ त्यहाँनिर छ पब्लिक फेरि त होइन पो रहेछ यता माछा मार्नेहरूको पो रहेछ सबै माछा मार्नलाई रेडी रहेछन् यो ब्युटिफुल ब्रिज माथि चढेको अवस्था अहिले चाहिँ म अनि पब्लिक फेरि त त्यहाँनिर यहाँ पर पो लाग्दो रहेछ त्यतातिर जाँदैछु अहिले चाहिँ यो राम्रो ब्रिजदेखि ओर्लेर अहिले चाहिँ यहाँ फेरि चढ्न जाँदैछु म रेस्टरुम युज गरेको पैसा लिन बस्नु भएको क्या नेपालमा जस्तै आई डोन्ट नो मेबी हो कि मेबी होइन कि HK $1 मात्र त लाग्दो रहेछ इजी पिजी 1 रुपियाँ काटो होला सस्तो छ यो 7-8 मिनटको राइड मात्र हो बोट पनि चढेको थिएँ भन्ने नि भयो त्यति भएपछि यहाँ अहिले आएको फेरि चाहिँ गयो अनि त्यही भएर रातो रहेछ यो रातो भएपछि यहाँ पर्खेर बस्नु पर्यो वेदर राम्रो भएको थियो भने त क्या दामी देख्थ्यो होला क्या यो ओपन खालको बिल्डिङहरू नै कति हाइट भएको छ त्यहाँनिर पेनोरामिक भ्यू कत्रो बाटो डोरी क्या ट्रेन चढेर आए अनि त्यस पछाडि फेरि चढेर पारीबाट वारी आए अब फेरि ट्याक्सी चढेर अनि म ट्राम चढ्न जाँदैछु ट्रामले चाहिँ माथि एउटा डाँडामाथि लान्छ र यो भ्यू क्या राम्रो देख्छ तर अब आज अनक्लियर छ र पनि लेट्स गो टाइम छ मसँग जति बस चाहिँ चढेको छुइनँ डबल डेकर बस पनि चढ्न चाहिँ मन परेको छ भरे फर्किँदा मेबी डबल डेकर बस चढेर एयरपोर्ट फर्किन्छु तर टाढा पर्छ होला लेट्स सी पानी त क्या पर्न पो थाल्यो त हो माइ गॉड पानी चाहिँ एकदमै ठुलो परिरहेको छ अनि म यहाँ आइपुगेँ ट्रेन चढ्न यो चाहिँ पुरानो ट्रेन रहेछ यस्तो थियो रहेछ पहिला अहिले चाहिँ टिकट काट्नुपर्ने यहाँनिर लुक एट दिस कति राम्रो छ यार यो ठाउँ अनि अक्टोपस कार्ड युज गरेपछि टिकट पनि चाहिँदो रहेनछ कति धेरै इजी क्या ट्रेनभित्र चढिसकेँ म अनि बाहिर चाहिँ पानी एकदमै फुल परिरहेको छ देख्न सक्नुहुन्छ अनि यो ट्रेन चाहिँ यस्तो खालको छ क्या ओह्रालो न ओह्रालो छ क्या यतै अब यो पुरै ठाडो उकालो जान्छ पानी नपर्नु भए त भ्यू क्या देख्छु नि यहाँबाट अब
आइ त पुग्यो नि, तर के गर्नु र, केही देखेकै छैन। यस्तै हुन्छ खालि म हिँडेपछि चाहिँ। बाहिरको भ्यू Dr. Strange and the one and only Jackie Chan. Jackie Chan को मुभी पनि कति धेरै सुट भएको थियो होला यहाँ हुँदै। यही भित्र घुमिरहेको छु। यहाँनिर कफी खाँदै यस्तो बबाल भ्यू हुन्थ्यो। रही पनि एउटा तातो कफी खाइदिनु पर्यो। योसँग दोस्रो हुन्छ आजको लागि। यहाँदेखि भ्यू क्या बबाल देखिन्थ्यो। बिल्डिङ्सहरू केही छैन यार। तैट कफी रेडी भयो जस्तो छ मेरो। Is this mine? Vanilla. Yeah, say. Vanilla latte. अब यही कफी मात्र खान आए जस्तो भयो यहाँनिर चाहिँ। एकछिन च्यास्स बाहिर पनि निस्किन लागेको। बाहिर 1-2 मिनट घुमेर यस्तो छ बाहिरको वेदर, बाहिरको स्थिति। शीतल छ शीतल त, पानी चाहिँ धन्न रहेछ। केही छैन भ्यू त। उसै लागेर पुरै के हो टक्कसँगले यहाँनिर चाहिँ मोमो र चटपटे पाउनु भए कति मजा आउँथ्यो होला। कोरा ही कोरा दार्जिलिङ भाइब। हल्का फुल्का अब यहाँ बाहिर पनि घुमिसकेर अब त्यहाँ भित्र गएर सुभिनियर किन्न मन परेको छ। अनि चाहिँ जाने हो हल्का दार्जिलिङ भाइब क्या। ट्रेन त्यहाँ ठ्याक्क छ त्यो दार्जिलिङको रेल जस्तै। अनि त्यो घुम स्टेसनहरू टाइपको क्या हल्का। अनि उसै लागेर पुरै चिसो चिसो मौसम जस्तो पर्फेक्ट वेदर छ। तर घामसाम लागेन नि त। यति भएपछि आएन देख्न चाहिँ देखिएन। अब यहाँबाट कस्तो दामी देखिने खालको भ्यू, बट इट्स ओके। पुरै ग्रुप रहेछ यहाँनिर। यो ठाउँ चाहिँ पुरै भिड भएको अवस्था। मैले चाहिँ यो फ्रिज म्याग्नेट लिएँ 2वटा, एउटा नेपालको लागि, एउटा युएस घरको लागि। अनि अब यहाँबाट निस्केको लेट्सी कहाँ जान्छु। ट्रेन चढेर पहिला तल जान्छु अनि त्यस पछाडि एयरपोर्ट जान्छु कि अर्कै ठाउँ निस्किन्छु। अहिले प्लान कति टाइम रहेको छ एकचोटि फेरि विचार गरेर। Jackie Chan एक्टु देखिने क्या रियलमा हेर्दा चाहिँ। भिडियोमा चाहिँ अलिक राम्रो आएन। अनि माथि गएँ घुमिसक्यो तल आइपुग्यो अहिले चाहिँ म। के हो यो?